पूर्व समाजसेवी हुनुहुन्छ। व्यक्ति जिल्लाको प्रथम राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएको थियो उहाँ 2018 सालमा र बालिका गाउँपालिकाको यो क्षेत्रको विकासको लागि उहाँले अत्यन्तै अतुलनीय भूमिका पनि निभाउनु भएको थियो। वैशेषमा आमन्त्रण गर्दछु स्वर्गीय शेरबहादुर शेरचन्दज्यूको नाति धोरण शेरचन्दज्यू सम्मान ग्रहणको लागि वैशेषमा आमन्त्रण गर्दछु। स्वर्गीय शेरबहादुर शेरचन्दज्यू उहाँको पनि दरबार क्षेत्रको विकास यो क्षेत्रको विकासको निम्ति अत्यन्तै महत्त्वपूर्ण योगदान दिइरहेको छ। गहिरो स्मरण गर्न चाहन्छौँ। अब भने आजको हाम्रो प्रमुख अतिथि समेत रहनुभएका ज्येष्ठ नागरिक बालिका गाउँपालिका 5 देवीस्थान निवासी 106 वर्षीय उहाँको जन्म 1975 चैत्र महिनाको 13 गते भएको थियो र अहिले उमेरले 106 वर्ष कामना गर्न चाहन्छौँ। 106 वर्षको उमेर सामान्य चान्चुने उमेर होइन, शताब्दी कटिसकेको आमा हुनुहुन्छ। उहाँले बोलेको कुरा उहाँले दिएको आशीर्वाद पक्कै पनि हामीलाई लाग्छ। त्यसैले पनि उहाँलाई ज्येष्ठ नागरिकको रूपमा गाउँपालिकाले सम्मान प्रकट गरेको छ। यो विशेष सम्मान प्रकट गर्नुभएको छ गाउँपालिकाको तर्फबाट। धनमती गुरुङज्यूलाई बालिका 5 देवीस्थान निवासी 106 वर्षीय हुनुहुन्छ। ज्येष्ठ नागरिक धनमती गुरुङज्यूलाई नगदको 10,000 सहित करकट्टी गरेर 10,000 रुपियाँमा करकट्टी गरेर बाँकी बनाउने रकमले उहाँलाई सम्मान गरिएको छ। हार्दिक सम्मान प्रकट गर्न चाहन्छौँ ज्येष्ठ नागरिक धनमती गुरुङज्यूलाई। बाँकी भएका केही सम्मान पत्रहरू हामी गाउँपालिकाले उहाँहरूको घरमा उहाँको परिवारमा पक्कै पनि पुर्याइदिनु हुनेछ भन्दै सम्मान कार्यक्रम आजको लागि यो विशेष सम्मान कार्यक्रम यही सकिएको छ। सम्मानित हुने सबै आदरणीय व्यक्तित्वहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ र सम्मान कार्यक्रममा सरिक भइदिनु भएकोमा गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, बुढाध्यक्षज्यूहरू यहाँ सबैलाई हार्दिक धन्यवाद प्रकट गर्दै अब म छोटो केही भनाइहरूलाई जोड्न चाहन्छु। आफ्नो छोटो मन्तव्य व्यक्त गरिदिनु भएको छ। हार्दिक धन्यवाद बधाई दिन चाहन्छौँ। यसै गरी स्वर्गीय बलमान पुन जो यस क्षेत्रको पूर्व समाजसेवी हुनुहुन्छ। व्यक्ति जिल्लाको प्रथम राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएको थियो उहाँ 2018 सालमा र बालिका गाउँपालिकाको यो क्षेत्रको विकासको लागि उहाँले अत्यन्तै अतुलनीय भूमिका पनि निभाउनु भएको थियो। वैशेषमा आमन्त्रण गर्दछु स्वर्गीय शेरबहादुर शेरचन्दज्यूको नाति धोरण शेरचन्दज्यू सम्मान ग्रहणको लागि वैशेषमा आमन्त्रण गर्दछु। स्वर्गीय शेरबहादुर शेरचन्दज्यू उहाँको पनि दरबार क्षेत्रको विकास यो क्षेत्रको विकासको निम्ति अत्यन्तै महत्त्वपूर्ण योगदान दिइरहेको छ। गहिरो स्मरण गर्न चाहन्छौँ। अब भने आजको हाम्रो प्रमुख अतिथि समेत रहनुभएका ज्येष्ठ नागरिक बालिका गाउँपालिका 5 देवीस्थान निवासी 106 वर्षीय उहाँको जन्म 1975 चैत्र महिनाको 13 गते भएको थियो र अहिले उमेरले 106 वर्ष कामना गर्न चाहन्छौँ। 106 वर्षको उमेर सामान्य चान्चुने उमेर होइन, शताब्दी कटिसकेको आमा हुनुहुन्छ। उहाँले बोलेको कुरा उहाँले दिएको आशीर्वाद पक्कै पनि हामीलाई लाग्छ। त्यसैले पनि उहाँलाई ज्येष्ठ नागरिकको रूपमा गाउँपालिकाले सम्मान प्रकट गरेको छ। यो विशेष सम्मान प्रकट गर्नुभएको छ गाउँपालिकाको तर्फबाट। धनमती गुरुङज्यूलाई बालिका 5 देवीस्थान निवासी 106 वर्षीय हुनुहुन्छ। ज्येष्ठ नागरिक धनमती गुरुङज्यूलाई नगदको 10,000 सहित करकट्टी गरेर 10,000 रुपियाँमा करकट्टी गरेर बाँकी बनाउने रकमले उहाँलाई सम्मान गरिएको छ। हार्दिक सम्मान प्रकट गर्न चाहन्छौँ ज्येष्ठ नागरिक धनमती गुरुङज्यूलाई। बाँकी भएका केही सम्मान पत्रहरू हामी गाउँपालिकाले उहाँहरूको घरमा उहाँको परिवारमा पक्कै पनि पुर्याइदिनु हुनेछ भन्दै सम्मान कार्यक्रम
आजको लागि यो विशेष सम्मान कार्यक्रम यही सकिएको छ। सम्मानित हुने सबै आदरणीय व्यक्तित्वहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ र सम्मान कार्यक्रममा शरीक भइदिनु भएकोमा गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडाध्यक्षज्यूहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै अब म छोटो केही भनाइहरूलाई जोड्न चाहन्छु। आफ्नो छोटो मन्तव्य व्यक्त गरिदिनु हुन नेकपा एमाले मानका गाउँको समितिलाई म अनुरोध गर्दछु। धन्यवाद। लोक क्षेत्र